ल साथी हो, हजुरहरू पनि कोही मौरी पालक हुनुहुन्छ, केही छ भने यो मौरी विशेषज्ञहरूलाई यसो केही क्वेसन अलिकति सोधौँ कि भनेर। मेरो हिजोसम्म माउरीहरू मस्तसँगले चरेर बसिरहेको थिए। यो 4 फ्रेम माउरी टनाटन थियो। बच्चा निकाल्ने बेला भएको थियो। सब खाँच बच्चाहरू निकाल्ने बेलामा यस्तरी बच्चाहरू सबै झिक्ने बेलामा चाहिँ के भयो, अचानक यो अहिले बिहान उठेर हेर्दा त माउरीको हालत यो छ। यो चाहिँ सुलसुले लागेर यसरी हेर्न सक्नुहुन्छ। ल माउरीको 70 भागा मर्या एकै रातमा। हिजोसम्म मजाले चरनमा गएर आएर बसेर खाएका मौरीहरू आज आएर यस्तो भयो। र बिहान मौरी त भुइँमै के भएको होला यस्तो। यो कसैलाई केही जानकारी थाहा छ भने यसको बारेमा यसो चाहिँ ज्ञान पाउन पाए हुन्थ्यो कसैसँग। मौरीको ताल धस्केट भएर मर्यो। अब यहाँ पनि त्यस्तै भइरहेछ अलिअलि। यिनीहरू पनि काम छैन जस्तो छ। यिनीहरू पनि अलिकति बाँकी छ। र क्विन चाहिँ छ जिउँदै यसरी पिग्लिएको मर्दैछ। यसो यता थुप्रो लागेर बस्ने, त्यही भएर बिस्तारै मर्दै गइरहेछ। यिनीहरूले भाङ धतुरो खाएर क्या हो त अन्ततिर गएर यसमारी कि हिजो बेलुका धेरै जाँड खाएर आएर सुतेछन् कि के हो। जाँडै खाएर मर्या त होइन होला त के हो त। हाम्रो बालेन सरकारको पार्टी खाएर आएर पो मरे कि के हो यिनीहरू त सबै। अचम्म भयो है। अरू त 70 भइगयो। अब के पो गर्ने होला। ल मौरी विशेषज्ञहरू कोही हुनुहुन्छ भने यसो केही जानकारी पाउँ है हजुर। यो मेरो मौरीको कस्तो हालत भयो, के भएको हो। पानी परेर भनौँ भने पानी पनि परेर होइन, खाना नपाएर भनौँ भने खाना पनि तत्तमतम छ है। टनाटन यस्तो छ खाना पनि। मस्त आउने जाने हिजोसम्म टनाटन थियो। आज चाहिँ लगभग 1.5 महिना जति मौरी मर्यो। 1.5 महिना जति मरेछ। अब बाँकी यहाँ 1 महिना पनि छैन। त्यसै गर्दा नहुने भयो जे गर्दा पनि।